त्यो त भयो यो बालभिटा खुवाउने उमेर समूह। अब चाहिँ प्रत्येक दिन यो बालभिटा कसरी खुवाउने होला, कस्तो खालको खानामा खुवाउने होला भन्ने जिज्ञासा लागिरहेको होला। यो बालभिटा खुवाउनुभन्दा अगाडि राम्रोसँग सफा पानीले पखाल्नु पर्दछ र खोल्ने व्यक्तिले पनि राम्रोसँग साबुन पानीले हात धोएर मात्र खोल्नु पर्दछ, किनकि हातमा भएको कीटाणुहरू यो बालभिटासँगै खानामा नपरोस् भन्ने उद्देश्यले भनिएको हो। यो प्याकेट चाहिँ आधी एकपटक खुवाउँछु, अर्को पटकको खानामा आधी खुवाउँछु भन्ने कुराहरू कहिले पनि नसोच्नु होला। एकै पटकमा सबै बालभिटा, यो प्याकेटमा भएको सबै बालभिटाहरू खुवाउनु पर्दछ। यो बालभिटा बच्चाले खाने खाना जस्तै जाउलो लिटोहरूमा घोलेर खानिदिनु पर्ने हुन्छ। यो चाहिँ धेरै तातो खानेकुरा अनि झोलिलो खानेकुरा, दुध, पानीहरूमा कहिले पनि घोल्नु हुँदैन, जसले गर्दा यहाँ भएको भिटामिनको गुणस्तरलाई नष्ट पारिदिन्छ। त्यसैले ठिक्क मनतातो खानेकुरामा चाहिँ यो सम्पूर्ण प्याकेट खोलेर घोलेर खानिदिनु पर्ने हुन्छ। कहिलेकाहीँ बालबालिकालाई खाना खुवाउने क्रममा चाहिँ अलिक धेरै खानाहरू ठिक्क पारेको हुन्छ र यो पनि मिसाएको हुन्छ र बच्चाले त्यो खानेकुराहरू खाइ नसक्दाखेरि यो भिटामिन पनि खाइ नसकेको हुन्छ। त्यसले गर्दाखेरि सुरुमा यो भिटामिन खुवाउँदाखेरि सुरुमा थोरै खानेकुराहरूमा यो भिटामिन मिसाएर खुवाउनु भयो भने सम्पूर्ण यो भिटामिन पनि बच्चाले खान्छ भन्दै यो सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा उपलब्ध छ र स्वयंसेविकाहरूसँग पनि सम्पर्क गर्न सक्नुहुन्छ भन्दै यो चाहिँ कसैले पनि आफ्ना बालबालिकालाई खुवाउन नछुटाउनु होला भनेर विनम्र अनुरोध पनि गर्न चाहन्छु। हस्, धन्यवाद।